सँगै थियौँ, सँगै सहकार्य गर्ने एकै मोर्चामा काम गर्ने थियौँ। अझै पनि गर्छौँ। प्रत्यक्ष प्रसङ्ग भइरहेको होइन, यसलाई कसरी सिद्ध्याउन सकिन्छ भनेर लागेका छन् मान्छेहरू। अब ओखलढुङ्गा काठमाडौँ यो सम्पर्क समिति म के भन्न चाहन्छु भने काठमाडौँ आएपछि जिल्ला नै नफर्किने, जिल्लातिर फर्किँदै नफर्किने, फोटो खिच्दा पनि यतै काठमाडौँ फर्केर सेल्फी खिच्ने, त्यस्ताहरूका लागि यो कार्यक्रम महत्त्वपूर्ण छ। त्यस्ताका लागि यो कार्यक्रम राखेको हो। जिल्लासँगका समस्याहरू के छन्? राजनीतिक समस्या मात्रै होइन, राजनीति भनेर कस्तो हुन्छ नि, हुँदै नभएको समस्या तिनको जानलाई पहाड बनाएर चाहिँ के अरे भन्दै भूमिका बाँध्ने कुरा हुन्छ। राजनीतिको मात्रै कुरा भएन, यो चाहिँ मान्छेका हरेक व्यक्तिका घर घरका व्यक्तिगत समस्याहरू हुन्छन्। कसैका बच्चाका पढाइका समस्या हुन्छन्। जस्तो मेरै छोरीलाई भर्ना गर्न हिजो फी पुगेको थिएन, त्यतिखेर मलाई ओखलढुङ्गा सम्पर्क समिति चाहिएको थियो। मलाई अस्ति दुर्गा पर्साईको कार्यक्रममा नजाँदै घरैमा आइपुगेर चाहिँ 4 जना भिलान्तीहरूले खुट्टामा ठुलो चाहिँ घाइते बनाएर प्रहार गरे। 14 गतेको दिन म पहिलो घाइते हो। त्यतिखेर मलाई अस्पताल लानु जिल्ला चाहिन्थ्यो। अलि अगाडि आएर हो भने त्यस कारणले भाषण गर्दिनँ भन्दा आज मैले भाषणै दिने हो, किनभने यही जिल्लाले मलाई भोलि नेता बनाउने। ताली बजाउनुहोस्। अब एकलाई परेको समस्या, एकलाई परेको अप्ठ्यारो अर्कोले हातमा हात दिँदै साथमा साथ मिलाउँदै र सहयोग गर्ने भावना सहित मुखले मात्रै भाषणले मात्रै होइन, साँच्चीकै मनैदेखि जसले जति सक्छ एकलाई अप्ठ्यारो पर्दा अर्कालाई सहयोग गर्ने उद्देश्य हाम्रो हुनुपर्छ। 2042 भने मैले अलिक घटाएँ, 40 मात्रै घटेको हो। हाँस्ने यस्तै पनि हाँस्नु भन्दा बढी